यो हो गुरुङ गाउँ घान्द्रुक अनि यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल मजाले देखिन्छ। दशैंको बिदामा घान्द्रुक जाने योजना भएको थियो अनि पोखराको हरिचोकबाट हाम्रो यो यात्रा सुरु भयो। बाटोमा मोदी खोला आफ्नो निरन्तर गतिमा बगिरहेको थियो। अहिले चाहिँ अब हामी घान्द्रुक चाहिँ आइसकेको छौँ होइन त केटा हो। अब माथि जाने हो अनि त्यहाँ रुम सुम लिएर बस्ने है त। घान्द्रुक पुग्दा साँझ परिसकेको थियो। मौसम सफा नभएको कारण हिमालहरू पनि मजाले देखिएको थिएन। सो चढ्दा चाहिँ लाइक एकदमै गलिसक्यो। अझै माथि जानुपर्ने। यहाँ हेर्न सक्नुहुन्छ अन्नपूर्ण हिमाल। दिनभरिको थकान एकदमै महसुस भइरहेको थियो। साँझ खाना खाएर मस्त निदाइयो। बिहानै उड्दा हिमालहरू मजाले देखिन थालेको थियो। आँखा त एकछिन पनि झिमिक नगरौँ जस्तो। यहाँको यो सुन्दर दृश्य हेर्दा त कहीँ पनि नजाउँ जस्तो लाग्ने, तर समय थोरै भएको कारण हामीलाई पोखरा फर्किनु पर्ने थियो। यहाँबाट रुम सुम प्याक गरेर अब लाग्न लागेको।